हेलो गाइज वेलकम टु माई अनदर डे ब्लग। आज चाहिँ मेरो ब्लगको सुरुवात चाहिँ साग ठटाएर गुन्द्रुक हाल्ने प्रोग्राम छ। त्यसैले म चाहिँ अब सागलाई व्यवस्था गर्न गइरहेको छु। सुकाएर राखेको साग अब आज चाहिँ ठटाएर चाहिँ डब्बामा हालेर गुन्द्रुक रेडी बनाउनु पर्नेछ। हेर्दै गर्नु होला है त। यो साग चाहिँ हामीले ठटाएर यो डब्बामा चाहिँ हालेर गुन्द्रुक बनाएर राखिनेछ। हेर्दै गर्नुलाई यो साग चाहिँ म ठटाउन गइरहेको छु। हामी चाहिँ यो हाम्रो घरको अर्ग्यानिक सागलाई चाहिँ गुन्द्रुक बनाउन गइरहेको छौँ। अघि गुन्द्रुक लिएर आएर अहिले यहाँ थिच्ने कार्यक्रम भइरहेको छ। यो चाहिँ लोहोरो भन्छ हामीले हैन। यो चाहिँ खोलाबाट लिएर आएको अर्ग्यानिक ढुङ्गो यो पनि। अब यसले चाहिँ यसरी हामीले थिचिन्छ साग फ्यास पारे। यसरी थिचेर यसलाई मजाले थिच्यो भने त अहिले पछि सुकाउनु पनि पर्छ। यो चाहिँ एक हप्ता जति डब्बामा हालेर अमिल्याएर निकालेर सुकाउनु पर्छ। धुच्चै धुजा हुन्छ। अलिअलि थिचेर अलि खासै मसिनो पनि नगरेर अलिअलि थ्याच यो डाँठलाई चाहिँ फोर्दिने यसरी। यो चाहिँ एक पान रेडी भयो हाम्रो। अनि यसलाई अहिले एकछिनपछि चाहिँ डब्बामा हालिन्छ। अहिले चाहिँ यसलाई यहीँ राखेर यसरी नै यो सबै सागहरू थिचेर म अहिले तपाईँलाई डब्बामा हाल्ने बेलामा नि डब्बामा हालेको देखाउँछु। ल फाइनल्ली हाम्रो साग कुटाइ पनि सकियो। यो हाम्रो फाइनल कुटाइ है सागको। यो कुटेपछि तपाईहरुलाई म यो डब्बामा हालेर देखाउने छु। भिडियो हेर्दै गर्नु होला। ल फाइनल्ली हाम्रो कुटेर पनि सकियो साग है गाइजहरु। यत्रो सागलाई अब चाहिँ यो डब्बामा अटाउन पर्ने छ। यसमा चाहिँ खाँदेर राखेपछि अनि हाम्रो गुन्द्रुक रेडी हुन्छ है त। यसमा हालौं गुन्द्रुक। अड्छ कि अड्दैन होला यसो गेस गर्नु होला भिडियो हेरेर। म चाहिँ अब यसमा चाहिँ हाल्न गइरहेको चाहिँ ल यसरी हालेर अचाड्न पर्छ। यसरी मिलाइ अचाडेर अचाडेर चाहिँ हामीले डिब्बामा हाल्छौं। यसलाई यसरी अचाड्दै मिलाउँदै यसरी अचाडेर टाइट गर्नुपर्छ। जति सकिन्छ टाइट गर्नु यसलाई हाल्दाखेरि। यसरी हाले फेरि राख्यो। जति सकिन्छ टाइट गरेर खाद्ने यसलाई डब्बामा। हाम्रो यो डब्बा पनि गुन्द्रुक हालेर चाहिँ भरिएको अवस्था छ।
यो सबै नअट्ने भयो, धेरै हुने भयो। त्यही भएर हामीले अर्को डब्बा पनि ल्याएका छौँ। यसमा अटेको यसमा हालेर अनि त्यसमा चाहिँ बाँकी चाहिँ त्यसमा हालेर चाहिँ बिर्को लगाउँछौँ। यसलाई यस्तरी हालेर पानी निस्कियो जति खाँदै जति टाइट गरेर हावा छिर्न दिनु भएन। यसमा मेन कुरा भनेको हावा लिक भएर छिर्नु भएन। तपाईहरुकोतिर कसरी हाल्नुहुन्छ गुन्द्रुक थाहा भएन, तर हाम्रोतिर चाहिँ हामीले यसरी हाल्छौँ है। यसरी हाले पनि एकदम मिठो हुन्छ, अमिलो हुन्छ गुन्द्रुक। ल यस्तै हाले पानी निस्कियो, यो अचडेर धेरै अचडेर ठक्क हालेर यसको चाहिँ बिर्को यो यसरी बिर्को लगाउने। फाइनली एक डब्बा हाम्रो गुन्द्रुक चाहिँ रेडी भएको छ। अब अर्को डब्बामा चाहिँ हालेर यसलाई नि सेम प्रोसेस खाद्ने। यसलाई मजाले खाद्यो, लिक हुन दिनु भएन। मेन कुरा हावा छिर्नु भएन। हावा नछिरेपछि मिठो अमिलो हुन्छ गुन्द्रुक। यो पनि डब्बामा हालेर सकिएको छ। यो डब्बा चाहिँ अलिकति भरिएन, थोरै यतिले भरिएन। यसरी बनाउँदाखेरि मिलोपना धेरै आउँछ। हावा नजाने गरेर एकदम टाइट गरेर यस्तो भयो हाम्रो यो। हेर्दै खाम जस्तो। आहा, हाम्रो चाहिँ 2 डब्बा लगभग 2 डब्बा गुन्द्रुक चाहिँ रेडी भएको छ। अब चाहिँ यो डब्बालाई चाहिँ हामीले घाममा राख्ने पर्ने हुन्छ। यो चाहिँ लगभग 7-8 दिन 10 दिन। यो चाहिँ अहिले हरियो छ, बिस्तारै बिस्तारै पहेँलो यसले कलर चेन्ज गर्दै गर्छ। अनि पहेँलो भएपछि फेरि निकालेर घाममा सुकाउनु पर्ने हुनेछ। अहिले भने मैले यसलाई चाहिँ घाममा राखिदिएँ। यसलाई भने घाममा राखिदिएँ। ल गाइजहरु, तपाईहरुलाई भिडियो कस्तो लाग्छ हेरेर मिठो कमेन्ट छोड्नु होला। र फेरि यो हामी 8-10 दिनपछि यो हाम्रो अहिले राखेको गुन्द्रुक कस्तो अवस्थामा हुनेछ फेरि यो निकालेपछि फेरि पुनः अर्को भिडियो लिएर आउनेछौँ। अहिलेलाई भने बिदा हुन्छौँ। हस्त नमस्ते, टेक केयर, बाय बाय गाइज। Subscribe to my channel.